सो गाइज फेरि पनि नमस्ते है। म चाहिँ खगेन राउत अनि केसी भाइ। आज म चाहिँ मन्दिर जान लागेको। लास्ट डर लागिरहेछ क्या। ए यस्तो खतरा जङ्गल छ यार। जङ्गल यस्तो छ। उ त्यहाँ गाउँ उ त्यहाँ रहेछ क्या। ऊ त्यो हो क्या गाउँ मेरो देखिरहेको। त्यहाँ मन्दिर उता छ क्या। टाढा छ जानुपर्ने। लास्ट डर लागिरहेछ। यस्तो अन्त अनकन्टार जङ्गलभित्रबाट आएको क्या। म लास्ट हिँड्नुपर्छ यहाँभन्दा बाहिर। अब एकछिनमा पुग्छु होला म। लास्ट डर लागिरहेछ तर म हिँडिरहेको छु होइन। केही छैन। जिन्दगी यतिको दुःख सुख कष्ट सङ्घर्ष खेप्नुपर्छ भन्छु म। अरू यस्तै हिँडिरहेको छु। लगभग 10-15 मिनटमा पुगिन्छ होला। यस्तै छ गाइज। सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। अब म पुगिसकेको छु फाइनल्ली गाइज मन्दिरमा। यहीँनिर हो। अब यहीँ यो डाँडामा आइसक्यो। यहाँ अहिले कट्याङ कुनुङ गर्न लाग्छ। म पुगिसकेको छु। एकदमै अप्ठ्यारो छ बाटो यार। यस्तो छ गाउँको बाटो होइन। हिँड्न एकदम गाह्रो हुन्छ। यहाँ चाहिँ अलिक सजिलो छ। उतापट्टि गएको थियो उताको भ्याइन देखाउन। पुगिसकेको छु। अब के हुन्छ हेर्दै जाउँ मन्दिरतिर ल। त्यहाँ पुग्दाखेरि साथीहरू दाउरा चिरिरहेका थिए र हामीहरूले दाउरा चिरेर भान्सातर्फ लाग्यौँ। भान्सातिर सबभन्दा पहिले सुजी बनाउने काम सुरु गऱ्यौँ हामीहरूले। दाजुभाइनाको एकपछि अर्को आउने क्रम जारी नै थियो र सुजीलाई धेरै भुट्नु पर्ने भएकाले हामीले आलो पालो गर्दै भुट्ने काम अगाडि बढ्यौँ र साथीहरू थाकिसकेपछि मैले पनि भुट्न सुरु गरेँ। हामी पनि के कम घुन्दै भुट्न थालेँ मैले पनि। हाम्रो यहाँ धेरै परिकार बन्ने भएकाले हामीले एकपछि अर्को काम गर्दै निम्टाउन थाल्यौँ र उतापट्टि मन्दिरको काम पनि धमाधम अगाडि बढिरहेको थियो र हाम्रो रीतिरिवाज अनुसार जल्ल्याएर चढाउनु पर्ने भएकाले जल्ल्याउनेको पनि उपस्थिति भइसकेको थियो र हामीले सम्पूर्ण काम निम्ट्याएर हामी लाग्यौँ मन्दिरतर्फ। जल्ल्याउने बित्तिकै मन्दिर वरिपरि 5 वा 3 पटक परिक्रमा गर्नुपर्ने भएकाले हामीले परिक्रमा गर्न थाल्यौँ। पण्डितले हरेक धार्मिक क्षेत्रको जय बोलाउँदै हामीले जय बोल्दै हामी अगाडि बढ्यौँ। तपाईहरुलाई लागिरहेको होला यो किन बजाइरहेका छन् भन्ने। गाउँमा धामी झाँक्री हुने भएकाले पण्डितले होम गर्दै, पुजारीले शङ्ख फुक्दै र धामीले देउ गाड्दै, हामीहरूले घण्ट बजाउँदै अगाडि बढ्दै र सबै काम सम्पन्न हुने भएकाले यो हामीले घण्ट बजाइरहेका छौँ। भित्रको काम सम्पन्न भइसकेपछि हामी खानापिनातर्फ लाग्यौँ। खानपिन भइसकेपछि हामी घरतर्फ लाग्यौँ। भिडियो कस्तो लाग्यो हजुरको जिज्ञासा कमेन्ट बक्समा छोड्न नभुल्नु होला र आजको लागि यति नै। अब अर्को भिडियोमा भेट्नेछौँ। हस्, धन्यवाद। बाई बाई।